नमस्कार सबैलाई। आज अमिलो, हाम्रोतिर अमिलो भन्छ, कुन ठाउँमा निउवा नि भन्छ। निउवा पेल्ने कार्यक्रम भइरहेको छ। एउटै रुखमा यस्तै साह्रै लट्रम्म फलेछ। अब के कति हुन्छ, अब यो टिपेपछि थाहा हुन्छ कति हुन्छ है त। अलि एकछिनमा थाहा हुन्छ। फाइनल्ली टिपेर यो हाम्रोतिर यो थुन्से भन्छ है, टोको, यसमा टिपेको करिब 5 टोको, ठुल्ठुलो टोको रहेछ। यसलाई काटेर यसरी काट्नुपर्छ अनि सकेसम्म दुई फ्याक गर्नुपर्छ। दुई पार्ट गरेपछि यस्तो हुन्छ। यस्तो भएपछि अब यतापट्टि कोल राखेको छ हामीले। कोल राख्नु त त्यो भिडियो गर्नुपर्छ त। अनि यसरी हाल्ने, यस्तो गरेर अटाउने। यता खुट्टाले अटाउँछ, हातमा अटाउँछ। यहाँनिर चाहिँ छानिरहेको त्यो मैलाहरू छोराहरू जान्छ होला, छानिरहेको छ। तलपट्टि बाल्टिनमा रस कलेक्सन हुन्छ। रस कलेक्सन गर्नलाई अब फेरि यतापट्टि चुलो राखेर पकाउँदैछ अनि कोहीले यता पेल्दैछ। यसरी गर्नुपर्छ। त्यो चाटोको पेल्नलाई हामीलाई करिब 1.5 दिन लाग्यो। या अब यो 1/4 भन्छ यसलाई, हाम्रोतिर ढेउवा पनि भन्छ। त्यो चाडलाई चाहिँ 1 माना हुन्छ। त्यसो भने पनि तपाईँले पुरा बुझ्नुहुन्छ होला। अब यहाँ मैले चाहिँ नाप्दै हाल्दै गइरहेको छ। हाल्दै सुप चाहिँ यसरी पकाउनुपर्छ। धेरै घन्टा पकाउनुपर्छ बल्ल यत्तिको चुक हुन्छ। यसरी हाल्नुपर्छ। लामो समयसम्म राख्नुपर्छ। यसलाई राखे पनि केही फरक पर्दैन। यो नजिकबाट भिडियो बनाएर होला ठुलो देखिन्छ, तर सानो छ। यो सानो छ। नजिकबाट भिडियो बनाएर ठुलो देखेको यसलाई। यसरी हालेर राख्ने चुक। हामीले चाहिँ यो सोली भन्छ। सोलीको माध्यमले यसरी हाले ग्यालिनमा हालिरहेछ। यो चाहिँ तयार भइसकेको खाने अवस्थाको चुक। लगभग यो भाँडोभरिको रस पकाउँदा यति मात्र बच्छ। चुक चाहिँ यति निस्कियो। धन्यवाद सबैले हेरिदिनु भयो। धन्यवाद। लाइक सब्सक्राइब सबै गरिदिनु होला।